नमस्कार। आज यस सिद्धार्थ वनस्थली इन्स्टिट्युटको स्वागत तथा विदायन कार्यक्रमका सभापतित्व गर्नुहुने वडा अध्यक्ष वेद प्रसाद बन्जाराज्यू, यस विद्यालयका चेयरम्यान केशव थापाज्यू, शिक्षाविद रामप्रसाद अधिकारीज्यू, प्रधान अध्यापक रेशमा थापाज्यू, विद्यालय व्यवस्थापन परिवारका सदस्यहरू, शिक्षक शिक्षिकाहरू, विभिन्न पत्रकारहरू र विद्यार्थी भाइ बहिनीहरू, शिक्षाको ज्योति फैलाउने अभिप्रायका साथ शैक्षिक क्रियाकलापहरूमा संलग्न यस सिद्धार्थ वनस्थली माविलाई सर्वप्रथम त म शुभकामना भन्न चाहन्छु। यो शैक्षिक गतिविधिले अझ धेरै सार्थक रूप लिन सकोस्। विद्यालय विद्यार्थीहरूको लागि विश्वसनीय आँट र भरोसाको केन्द्र हो, जहाँ विद्यार्थीहरू विश्वसनीय किसिमले शिक्षण सिकाइ क्रियाकलापमा सरिक हुन्छन्। आफ्नो शिक्षा पेसालाई घरमा ठानेर शिक्षण क्रियाकलापहरूमा संलग्न रहनुहुने यस विद्यालयका शिक्षक शिक्षिकाहरूप्रति पनि मेरो उच्च सम्मान छ। कुनै पनि देश निर्माणको लागि इमान्दार र दक्ष जनशक्ति नभइकन देश निर्माण हुँदैन। यहाँ सिकाएका सिपमूलक, कार्यमूलक, ज्ञानमूलक सिकाइहरूले विद्यार्थीहरूमा पनि अगाडि बढ्नलाई प्रेरित गर्छ र यहाँ सिकाइएका आदर्शका कुराहरू, इमान्दारीका कुराहरू र सिपका कुराहरू लिएर अगाडि बढिरहनु भएको छ र त्यसैको माध्यमबाट विद्यार्थीहरूले देश निर्माणमा पनि विशेष भूमिका खेल्नुहुन्छ भन्ने मैले विश्वास राखेकी छु। आज नयाँ कक्षाका रूपमा प्रवेश गर्नुहुने कक्षा 11 का विद्यार्थी भाइ बहिनीहरू र यहाँबाट पढाइ सकेर कक्षा 12 सकेर उच्च शिक्षाका लागि अगाडि बढिरहनुहुने विद्यार्थीहरूले यो सिद्धार्थ वनस्थली इन्स्टिट्युटको गरिमामय कामहरूलाई सदैव आत्मसात गर्नुहुनेछ। यहाँ सिकाएका कुराहरूलाई तपाईँहरूले सदैव जिम्मेवारीपूर्वक लिनुहुनेछ भन्ने मैले ठानेकी छु। कक्षा 12 का विद्यार्थी भाइ बहिनीहरूको पनि पढाइ सकिएको छैन। यहाँहरूले भर्खरै राष्ट्रिय परीक्षा बोर्डले सर्टिफाई गरेका सर्टिफिकेटहरू पनि प्राप्त गरिसक्नु भएको छ। अब उच्च शिक्षा प्राप्त गर्नको लागि पनि थप जिम्मेवारी हुन, थप जिज्ञासु हुन र अझ बढी धेरै अघि विद्यार्थी एकजना भाइले स्वागत कार्यक्रममा भन्नुभएको थियो, हामी अझ बढी जिम्मेवार हुनुपर्छ, अनुशासित हुनुपर्छ भन्ने कुराहरू साँच्चै नै अझ बढी तपाईँहरूले सिक्न जरुरी छ। र अब आउने नयाँ पुस्तालाई तपाईँले भाइ बहिनीहरूलाई पनि सिकाउन जरुरी छ, किनकि अब विभिन्न ठाउँमा उच्च शिक्षाका लागि तपाईँहरू जाँदा पनि कहाँबाट आउनुभएको विद्यार्थीहरू भन्दाखेरि सिद्धार्थ वनस्थलीबाट आउनुभएको, सिद्धार्थ वनस्थलीका विद्यार्थीहरू यस्ता हुँदो रहेछन् भन्ने कुरो देखाउन जरुरी छ। अब तपाईँले हिँड्ने बाटो, तपाईँले देखाउने बाटो र तपाईँ जुन ठाउँमा जानुहुन्छ कहाँ पढ्नु भएको थियो भन्दाखेरि यो स्कुलको नाम पनि जोडिन्छ, तपाईँको व्यक्तिगतसँगै विद्यालयको नाम पनि जोडिने भएको हुनाले अघि नै हामीले सुन्दै गऱ्यौँ। यो विद्यालय स्थापना कालमा स्वर्गीय लक्ष्मण रामवंशी शिक्षाविदको पनि अथक योगदान छ। उहाँ हामी राष्ट्रिय परीक्षा बोर्डमा म हुँदै गर्दा सेवा प्रवेशमा हुँदा पनि पटक पटक आइरहनुहुन्थ्यो र यति शालीन, यति भद्र, यति इमान्दार, यति बौद्धिक व्यक्ति जस्तो लाग्थ्यो। हिजो हामीले देख्दा त्यत्रो संस्था चलाइरहेको व्यक्ति पनि यति लचिलो, यति इमान्दार, यति सानो जुनसुकै कर्मचारीसँग पनि बोल्ने हुन्छ जस्तो लाग्थ्यो मलाई। म भर्खरै सेवा प्रवेश गर्दाखेरि उहाँले स्थापना गरेको 44 सालदेखि भनिएको छ, कक्षा 11, 12, 75 सालदेखिको स्थापना भनिएको छ। यो गौरवमय इतिहासलाई, यो शैक्षिक जगतमा यहाँ पुर्याएको गौरवलाई चाहिँ विद्यार्थी भाइ बहिनीहरूले लिनुपर्छ र भोलि आउने पुस्ताहरूलाई पनि सिद्धार्थ वनस्थलीमा पढाइका साथसाथै अन्य अनुशासनका कुरा, अन्य समय सान्दर्भिक कुराहरू सिकाइन्छ भन्ने कुरोहरू देखाउनुपर्छ। र अब उच्च शिक्षामा विभिन्न क्षेत्रमा जाँदाखेरि पनि तपाईँहरूले त्यो जिम्मेवारी पुरा गर्नुहुन्छ भन्ने मैले विश्वास दिएको छु। यहाँबाट मैले हेरिरहँदाखेरि भाइ बहिनीहरूमा प्रत्येकको अनुहारमा एउटा ऊर्जा थपिएको देखेको छु। तपाईँहरूलाई कहिलेकाहीँ लाग्न सक्छ को
कष्टकोसेकी हुँदै गर्दाखेरि म चाहिँ कमजोर भएँ कि जस्तो, तर हरेकमा तपाईँहरू आफैमा विशिष्ट हुनुहुन्छ, सबैमा चाहिँ ऊर्जा थपिएको छ, सबैले केही न केही गर्न सक्नुहुन्छ। त्यो विश्वास चाहिँ अझै जगाउन जरुरी छ। कक्षा 11 का विद्यार्थीहरूले पनि अब यस विद्यालयमा रहँदा लगनशील भएर पढ्ने, यहाँ शिक्षक शिक्षिकाहरूले सिकाएका कुराहरूलाई जिम्मेवार ठानेर आफ्नो जिम्मेवारीपूर्वक विद्यार्थीको धर्म निर्वाह गरेर अगाडि बढ्नुभयो भने तपाईँहरूले सफलता प्राप्त गर्नुहुन्छ। कहिलेकाहीँ हाम्रो सन्दर्भमा के छ भने परीक्षाको सन्दर्भमा परीक्षा नआउने बेलामा रट्ने, घोक्ने र उच्च ग्रेड प्राप्त गर्ने, हिजोको बेलामा चाहिँ नम्बर प्राप्त गर्नुहुन्थ्यो, उच्च नम्बरहरू प्राप्त गर्ने परीक्षाको बेलामा र 3 घन्टे जाँचमा मात्रै प्रस्तुति गरेर तपाईँहरूले पाएको दक्षताले मात्रै उपलब्धि मापन गर्न सकिँदैन। तपाईँहरूले निरन्तर यहाँ सिकाएका कुराहरूलाई ग्रहण गर्नुभयो, अभ्यासरत रहनुभयो, अध्ययनशील रहनुभयो भने जीवनभर कहिल्यै पनि असफलता भन्ने कुरो रहँदैन। तपाईँहरूले उच्च ग्रेड प्राप्त गर्नुहुन्छ। त्यसैले परीक्षाको पोइन्ट अफ भ्यूबाट मात्र नपढिकन कक्षा 11 मा आउने विद्यार्थी भाइ बहिनीहरूले आजकै दिनदेखि लगनशील भएर यहाँ सिकाएका कुराहरूलाई लिनुहुनेछ र कक्षा 12 का विद्यार्थीहरूले पनि उच्च शिक्षामा अझ नयाँ किसिमले थप जिज्ञासु बन्दै खोज अनुसन्धान गर्दै र भोलि त कर्म क्षेत्रमा पनि जानुपर्छ, पढाइका साथसाथै कर्ममा लाग्नको लागि पनि प्रतिस्पर्धात्मक वातावरणमा पनि अगाडि बढ्नलाई यहाँहरू सदैव निरन्तर लागिरहनुहुन्छ भन्ने चाहिँ मैले विश्वास लिएको छु। राज्यले लिएको समृद्ध नेपाल र सुखी नेपालीको अभिलाषा अठोट छ, हामी सबैलाई थाहा छ। त्यो पुरा गर्नको लागि राज्यले लिने नीतिले मात्रै पुग्दैन। नीतिका साथसाथै कार्यान्वयन तहमा रहने विद्यालयमा संलग्न रहने विभिन्न व्यवस्थापन पक्ष र विद्यार्थीहरूको पनि योगदानले हाम्रो राज्यलाई बनाउन सक्छौँ। हाम्रो नेपालले पनि यो सुन्दर नगरी पनौती क्षेत्रमा तपाईँहरूको विद्यालय छ। पनौतीलाई अझै राम्रो गर्नको लागि ऐतिहासिक सांस्कृतिक सम्पदा र यो समृद्ध भूमि बनाउनको लागि के गर्न सकिन्छ भनेर कक्षा 11-12 मा बस्ने भाइ बहिनीहरूले पनि यहाँका जनप्रतिनिधिहरूलाई गजगजाउन जरुरी छ। हाम्रो पनौती नगर हामीले नेपाललाई चिनाउनको लागि यहाँको ऐतिहासिक सम्पदालाई समृद्ध गर्न तपाईँहरूले के गर्नुभयो भनेर कक्षा 11-12 का भाइ बहिनीहरूले लिड गरेर हाम्रा जनप्रतिनिधि, यहाँका चाहिँ विभिन्न कर्मचारी, सरकारवाला व्यक्तिहरूसँग लाग्नुभयो भने यो पनौतीलाई अझ सुन्दर बनाउन सकिन्छ। यहाँको इतिहास चाहिँ मल्लकालीन सभ्यता बोकेको यसको ऐतिहासिक सम्पदा, सांस्कृतिक सम्पदालाई जोगाउँदै यहाँका विद्यार्थी, यहाँ रहेको सिद्धार्थ वनस्थली इन्स्टिच्युटबाट प्राप्त ज्ञान रहेका दीक्षित गरेका विद्यार्थीहरूले भोलिको निम्ति चाहिँ हामीले अग्रणी भूमिका खेल्छौँ भन्ने त्यो अटुटका साथ अगाडि बढ्नुहुनेछ भन्ने मैले चाहिँ आज फेरि हुनेछ भन्दै शुभकामना पनि दिन चाहन्छु। र यस शैक्षिक क्षेत्रमा रहनुहुने यहाँका शैक्षिक क्रियाकलापमा संलग्न रहने शिक्षक शिक्षिका, व्यवस्थापन समिति, यहाँका जनप्रतिनिधिज्यूहरूलाई पनि हाम्रो यो भूमिलाई, हाम्रो शैक्षिक उत्थानलाई अझ अगाडि बढाउँदै लागि परिरहौँ र भोलिका दिनमा राष्ट्रिय परीक्षा बोर्डले पनि शिक्षा पद्धतिको एउटा मूल्याङ्कन गर्ने, गुणात्मक परीक्षण गर्ने भनेर बसिरहँदाखेरि राष्ट्रिय परीक्षा बोर्डले गर्ने हरेक क्रियाकलापमा पनि यहाँहरू बौद्धिक व्यक्तिहरूको साथ र सहयोगको अपेक्षा हामीले गरेका छौँ। सँगसँगैको समन्वय सहयोगले एक आपसमा अगाडि बढ्दै गयौँ भने हामीले देशमा मात्रै होइन अन्तर्राष्ट्रिय जगतमा पनि हाम्रा शैक्षिक हबका ठाउँहरू यहाँ छन् भनेर चिनाउन सक्छौँ। हाम्रा सांस्कृतिक क्षेत्र, हाम्रो ऐतिहासिक भूमि यस्तो छ भनेर चिनाउन सक्छौँ। हाम्रो प्राकृतिक सम्पदाहरूलाई बाहिर पुर्याउन सक्छौँ। कक्षा 11 र 12 मा पढिरहँदाखेरि धेरै विद्यार्थी भाइ बहिनीहरूको लागि उच्च शिक्षा गर्नको लागि बाहिर जानु भन्ने एउटा भाष्य निर्माण भएको छ। बाहिर जाँदाखेरि सुख मात्रै प्राप्त हुन्छ भनेर नसोच्नुहोस्, किनकि धेरै विद्यार्थीहरू दुःखको कथाहरू धेरै आउन बाँकी नै छन्। दुःख पाएका विद्यार्थी कक्षा 12 सक्न साथै बाहिर जाने विद्यार्थी भाइ बहिनीले धेरै दुःख पाएको कथा पनि हामी सामु छ। त्यसैले हामीले नयाँ सिप आर्जन गर्नको लागि, नयाँ ज्ञान प्राप्त गर्नको लागि अन्तर्राष्ट्रिय जगतमा पनि जानुपर्छ। तर ती मुलुकहरू, समृद्ध मुलुकहरू कसरी भए? त्यही समृद्ध बन्ने, मरुभूमिलाई चाहिँ विकासको गतिमा लाने, सधैँ खडेरी परिरहने मुलुकलाई चाहिँ समृद्धशाली बनाउने मुलुक
र हाम्रो देशमा प्राकृतिक सम्पदा हामी पहिल्यैदेखिको प्रचुर सम्पदाले सम्पन्न देशलाई अलिकति मेहनत गऱ्यो भने हाम्रो देशमा किन विश्वका मानिसहरू आउन सक्दैनन् भन्नेतर्फ हामी उन्मुख भएर यहीँ पढ्नुपर्छ, यहीँ केही गर्नुपर्छ भन्ने भावना बोक्यौँ भने भोलि विद्यार्थीहरूको अठोटले यहाँ नीति निर्माणमा बस्ने, कार्यान्वयन तहमा बस्ने अन्य व्यक्तिलाई पनि झकझगाउन मद्दत गर्छ। मैले यो चाहिँ यहाँ सबै सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई एउटा अपेक्षा पनि गर्न चाहन्छु कि भोलि तपाईँहरूले दृढ अटुटका साथ हामीले केही समयको लागि सिप ज्ञान हासिल गर्न बाहिर गए पनि फेरि यही मुलुकलाई बनाउनुपर्छ, यही ठाउँलाई बनाउनुपर्छ भन्ने भावना बोक्नुभयो भने नेपाल विश्वमा नै चिनाउनको लागि हामी सक्षम हुन्छौँ। हामीले तपाईँले अरूले मूल्याङ्कन गर्ने होइन, आफैले आफ्नो स्वमूल्याङ्कन गर्दा पनि त्यसले चाहिँ आत्मसन्तुष्टि दिन्छ। त्यसैले विद्यार्थी भाइ बहिनीहरूलाई अझै पनि विशेष गरी अब अझ बढी जिज्ञासु हुनको लागि, अझ अनुशासित हुनको लागि, अझ धैर्यवान हुनको लागि, अझ अभ्यासरत गर्नको लागि र अझ अध्ययनशील हुनको लागि अनुरोध गर्दै यहाँ शैक्षिक संस्थामा संलग्न हुनुभयो भने बौद्धिक व्यक्तित्वहरू, जनप्रतिनिधिज्यूहरूलाई पनि यहाँका शैक्षिक गतिविधि अझ फलोस् फुलोस् र हामी एक आपसमा सहयोग समन्वयका साथ अगाडि बढ्दै शैक्षिक गतिविधिहरूलाई क्रियाशील बनाउँदै र राज्यले लिएको समृद्ध नेपाल, सुखी नेपालीको अठोट चाहिँ पुरा गर्न लागौँ भन्ने शुभकामना दिँदै म अब बिदा पनि हुन्छु। मैले पुरै समय हेर्न मन पनि थियो मलाई, तर कस्तो भने कक्षा 12मा अस्ति भर्खरै नतिजा प्राप्तपछि 2 विषयमा एनजी आउने विद्यार्थीहरूलाई हामीले परीक्षा लिँदैछौँ। यही 28 र 29 गते लिँदैछौँ र 30 गतेदेखि फेरि अर्को व्यावसायिक धारका प्रिरिक्विजिट कोर्सको परीक्षा लिन छ। त्यसका सेन्ट्रल व्यवस्थापनका कुराहरू र त्यहाँ लाग्नुपर्ने हुनाले मैले सबै समय दिन सकिनँ। फेरि पनि शुभ रहोस् यस संस्थाको, यहाँबाट उत्पादित जनशक्तिको भन्दै मेरा